हेलो बुन्जाउन सबैलाई। अहिले बिहान ठ्याक्कै 10 बजेको छ। म चाहिँ अहिले यो पार्मको ट्रेन स्टेसनको तलपट्टि पार्मा बस स्टेसनमा छु। अहिले आजको डेस्टिनेसन चाहिँ लाङ्गिरानो हुनेछ। लाङ्गिरानो धेरै टाढा छैन। यो पार्माको आसपास चाहिँ वरिपरि नै हो र अहिले चाहिँ पार्मा बस स्टेसनमा छु। तपाईँहरूले यहाँदेखि लाङ्गिरानो जानलाई बसमा नगए तापनि तपाईँहरू साथीहरू मिलेर ट्याक्सीमा जाने प्लान गर्नुहुन्छ नि, यहाँ ट्याक्सीको पनि सुविधा छ। कतै यहाँहरूले टिकट लिन त बिर्सिनु भएको छैन? बसको टिकट चाहिँ अनिवार्य लिनु होला। यदि यहाँहरू पार्मादेखि लाङ्गिरानो चाहिँ बसमा ट्राभल गर्दै हुनुहुन्छ भने तपाईँहरूले बाहिरको भ्यू चाहिँ मस्तले देख्न सक्नुहुन्छ। अहिलेको टाइममा चाहिँ यो समर सिजनमा चाहिँ तपाईँले बढी जसो चाहिँ टमाटर खेती, गहुँ, जङहरू चाहिँ अनि र घाँस खेतीहरू नि यहाँ बढी जसो गरिन्छ र त्यस साथसाथै तपाईँहरूले कमर्सियल कम्पनीहरू धेरै देख्न सक्नुहुन्छ र तपाईँहरूले आफ्नै नेपालको डाँडाकाँडा र आफ्नै गाउँघरको बढी भ्यू देख्न सक्नुहुन्छ र बाटोको यात्रामा चाहिँ धेरै आनन्द लिन सक्नुहुन्छ। दरबारसँग पुग्नलाई चाहिँ अलिकति दुःखै रहेछ। त्यस कारणले गर्दाखेरि यदि तपाईँहरू आफ्नो प्राइभेट कार लिएर आउँदै हुनुहुन्छ भने पार्किङको लागि चाहिँ यहाँ मस्त सुविधा रहेछ। यो टिकट लिने ठाउँ है र अब म पनि टिकट लिन गइरहेछु। मैले टिकट काट्दा 8 युरो थियो। दरबार त दरबारै हो, गोर्खा दरबार जस्तो देखिन्छ। तर यो नेपालको चाहिँ होइन, इटालीको दरबार दोस्रो गोर्खा दरबार है। ल तपाईँले अगाडि देख्नुभयो कि यिनीहरू चाहिँ स्टुडेन्टहरू, यो सानसानो बच्चाहरू चाहिँ। मलाई चाहिँ एउटा राम्रो कुरा के लाग्यो भन्दाखेरि यिनीहरूले चाहिँ घुमाउनुको साथसाथै हातमा पेपरहरू लिएर यसको बारे इन्फर्म दिँदै त्यसमा चाहिँ होमवर्क पनि दिँदा रहेछ यो स्टुडेन्टहरूलाई। अनि त्यसको बारेमा ब्रिफिङ गरिदिने टिचरले चाहिँ, अनि उनीहरूले चाहिँ बच्चाहरूले कति बुझ्यो या बुझेन त्यसको बारेमा चाहिँ आफ्नो चाहिँ विचार
टिचर स्टुडेन्ट हो तपाईँहरूसँगै स्टुडेन्टको चाहिँ आफ्नो ड्याडी मम्मीहरू आफ्नो प्यारेन्ट्स पनि साथमा हुँदो रहेछ। मलाई चाहिँ यो साह्रो रमाइलोको कुरा लागेको थियो। साथीहरू म ट्राभल गर्ने क्रममा चाहिँ म पारमादेखि लाङ्गिरान आएको छु र अहिले यो चाहिँ तोचियारा कासल्ला भन्ने ठाउँमा आएको छु र टिकट लिइसक्यो, इन्ट्री पनि भइसक्यो र म सँगसँगै यहाँको टिचर र स्टुडेन्टहरू ट्राभल गर्न आएको रहेछ आफ्नो स्टुडेन्टहरूलाई। र मलाई चाहिँ एकदम मजाको कुरा के लाग्यो भन्दाखेरि चाहिँ यहाँको टिचरले चाहिँ आफ्नो स्टुडेन्टलाई कसरी गाइड गर्दो रहेछ र स्टुडेन्टहरू चाहिँ ट्राभल गर्दाखेरि चाहिँ उनीहरूको प्यारेन्ट्सहरू पनि अनिवार्य साथमा हुँदो रहेछ मैले देखेँ है। सबै टिचरहरू र स्टुडेन्टहरू पनि हुन्छ है त। टिचर स्टुडेन्टहरू हुन्छ अनि प्यारेन्ट्सहरू सबै हुन्छ। कति मजाले बुझाएको छ यहाँको चाहिँ टिचर हो अनि स्टुडेन्ट सेक्सन बच्चाहरू अनि साइडमा चाहिँ उनीहरूको गार्जियनहरू। तपाईँहरू जो बिहे भइसक्यो, जो अहिले लभमा इङ्गेज हुन्छ, सायद मेरो विचारमा सानोमा चाहिँ यो काम चाहिँ तपाईँहरूले पक्कै पनि गर्नुभयो होला है। मेरो विचारमा चाहिँ म तपाईँलाई देखाउँछु है। सानोमा हामीले यो रुखहरूमा कोर्ने गर्थ्यो आफ्नो मनपर्ने मान्छेको नाम प्लस आफ्नो र कुन वर्षमा हो। यहाँ पनि त्यो सानो बच्चामा हुँदा चाहिँ हामीले चाहिँ यसरी रुखमा चाहिँ आफ्नो नाम र मन परेको मान्छेको नाम र कुन सालमा हो त्यसरी हामीले रुखमा चाहिँ कोर्ने गर्थ्यो। यहाँको इटालियनहरूले नि यसरी नै कोर्दो रहेछ आफ्नो नाम प्लस। यहाँहरूलाई भोक लागेको खण्डमा तल बस स्टप साइडमा क्याफे बार रहेको छ। यो सुन्दर दृश्य सँगसँगै आजको यात्रा यहीँ अन्त्य रहेको छ। सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु।